गुड मर्निङ गाइज। आज चाहिँ मेरो 19 डे भ्लग होइन। बिहान उठेर यसो बाहिरको भ्यू हेरेको त आमा हेर्नु त चिसो कति बढ्या हो। गाइज वेलकम ब्याक टु माई न्यू भ्लग होइन। आज चाहिँ म टक्क 19 दिनको मेरो 19 डे भ्लग लिएर आइसकेको छु होइन। बाहिर टक्क उठेर त्यस्तो जाडो बढिसकेको छ, हेर्नु त कुहिरो लागेको। अब सबैजना चाहिँ न्यानो भएर बस्नु पऱ्यो, तातो तातो कम्प्युटर लिएर भइसकेको छ होइन। अब बल्ल जाडो मन पराउने मान्छेहरूलाई चाहिँ खुसीको दिन आइसकेको छ। ओके गाइज ट्युन। अनि म चाहिँ ट्याक्क चियाको सुर्पी दिएँ, चिया भए अनि बस्दै लागेँ गाइज। ल हामीले चाहिँ आज पनि टक्क चटपट खान लाखौँ होइन। झ्याउ लागेको दिन अल्छी भएको दिनमा चाहिँ चटपट खाइन अल्छी हटाउँछ। यता चाहिँ टक्क म यतापट्टि खान्छु गाइज। फाइनली होइन पियुले चाहिँ नोटिस निकालिसकेको छ हाम्रो चाहिँ। म चाहिँ अब पियु एक सेमिस्टरको स्टुडेन्ट सँगसँगै तपाईँहरूलाई पनि म नोटिस के दिन चाहन्छु भने चाहिँ हाम्रो रेगुलर क्लास चाहिँ 11 गतेबाट चल्दैछ। साथसाथै रुटिन पनि आइसकेको छु। म चाहिँ टक्क मेरो क्लासको चाहिँ पर्सनल पेजमा हालिदिइहाल्छु, हेर्नु होला। अनि अब क्लास चाहिँ 11 गतेबाटै हुन्छ। मलाई कसैले पनि ढिलो गर भनेर म्यासेज नगर्नु है मेरो साथीहरूले। ल 11 गतेबाट हाम्रो रेगुलर क्लास हुन्छ गाइज होइन। अनि जति नै मोडर्न भयो नि, जति नै कफी नै खाए पनि होइन, मलाई चाहिँ जाडोमा यो मकै र चियाको कम्बिनेसन एकदमै बेस्ट लाग्छ होइन। मेन्सन कोकोले यस्तो खानु मन पराउनुहुन्छ टक्क होइन। गाइज आजको भ्लगको लास्ट चाहिँ टक्क भाइले मलाई होइन चियाको चेस हानेर सुर्फी लिएर होइन आजलाई चाहिँ टक्क एन्ड गर्न चाहन्छु। थ्याङ्क यू फर वाचिङ।